कस्तो नयाँ छु र पनि मलाई कस्तो निन्द्रा लागिरहेको छ कि हाम्रो घर चाहिँ उयो हो है। हाई भन हाई। खोइ बाटो कहाँ छ? बाटो खोइ बिचरा दौसै नै लागेन। यहाँको सहयोगले आएका थियौँ नाच्नुमा। यहाँ नै टाप कस्तो सुन्नु भयो यो लाग्दा लाग्यो घाम घाम घाम। नरो है म भोलि आउँछु हस्। तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। हेलो वेलकम टु माई युट्युब च्यानल। स्वागत छ। आज चाहिँ म धेरै दिनपछि आइपुगेँ हजुरहरूको सामने। मजा होइन। अहिले चाहिँ माइतबाट घर जाँदैछु है। को यस्तो ब्याग भिरेर टक्क लाएर होइन। अरू चाहिँ सबै गइसक्नु भयो। म चाहिँ नयाँ थिएन नि त, त्यही भएर नुहाएर अहिले जाँदैछु म घर। अहिले देख्न सक्नुहुन्छ हजुरले मेरो नयाँ घर भनेर। गाइस यो चाहिँ ग्राउन्ड हो, हाम्रो प्यारो सुन्दर बिउ बाटिका। जस्तै घाम भइरह। कस्तो नयाँ छु र पनि मलाई कस्तो निन्द्रा लागिरहेको छ कि पुरै आँखा बटारेर। बाटोमा बनाउनु अलि लाज लाग्छ, त्यही भएर अहिलेलाई चाहिँ स्टप। म घर गएपछि फेरि देखाउँछु हजुरहरूलाई। म चाहिँ घर आइपुगेँ। हाम्रो घर चाहिँ उयो हो है भन्दैछ। चप्पल छोडेर बन्दैछ हाम्रो सुन्दर घर। किनभने आज दसैँ हो नि त। दसैँको बेला चाहिँ राम्रो हुन्छ अरे के, त्यही भएर अनि मलाई पागल भन्छ नि। अया 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 बलगो बलग आयो। आइगन के बोलो म बोलाउँदै आएछु। रक्सन त गर्थेँ म चाहिँ। ओए हाई भन हाई। उता बसेका छन् काम गर्न छाडी छाडी। हो गाइजल चाहिँ म घर आइपुगेँ। धो भयो क्या, धो भन्दा पनि धो पनि भयो, तर मलाई कस्तो निन्द्रा पनि लागिरहेको छ कि मलाई किन यस्तो भइरह। हिजो पनि कस्तो आँखा लट्ठ पारेको थियो, आज पनि पुरा लट्ठ पारे। अहिले चाहिँ मेरो पति परमेश्वरले मोबाइल ले भन्दै हुनुहुन्छ। त्यहाँको मोबाइल चाहिँ के अरे टच नै लाग्दैन क्या, टच नै खुट्टा भएको छ, त्यही भएर मेरो मोबाइल माग्दै हुनुहुन्छ। तर टच लागे पनि माग्नुहुन्थ्यो कि। खोइ बाटो कहाँ छ? बाटो खोइ बाटो खोइ। ए तालसा लाख यहाँ। ए हाम्रो यसको नाम के हो अरे भाइ? के हो अरे? बिचारालाई एक्लै छोडेर गएर। यहाँ हुनुहुन्छ हाम्रो पति परमेश्वर। हिजो सल्यानबाट भर्खर आएर आज हेर न हाकिम जस्तै बस्याएको, त्यहाँ काम गर्न छाडी। आज त्यही माथि मेरो मोबाइल माग्ने अरे। म किनिदिउँ? किन के काम छ? म किन दिउँ? गाइज हाम्रो चाहिँ आज घर सराई
पनि छ र दसैँ पनि हो नि त। दसैँको दिन एकदम राम्रो हुन्छ भनेर आज चाहिँ हामी एक दिनको लागि भए पनि हाम्रो घर ननिम्जे पनि एक दिनको लागि भए पनि हामी आज सुत्छौँ। कस्तरी एरिया र आज म चाहिँ हुरुल्लो भ्लग बनाउँदैछु धेरै दिन पछिका। हामी दिँदैन किन चाहियो र मोबाइल? किनकि गाइस म चाहिँ मोबाइल दिन गइरहेको छु। ल हाम्रो प्यारी प्यारी सिङ्गर के पकाउँदैछन् आज? मासु देखिराख्नु भएको क्या मिठो मिठो मासु पकाउँदैछन् है। धुवाबाट मर्लाइसक्यो आँखाबाट आँसु आउन। हाम्रो ढुङ्गा देखाइदिउ न, ढुङ्गा देखाइदिउ न। ढुङ्गा हाम्रो नयाँ ढुङ्गा देख्नुभयो कति ठुलो छ। पसिना अरू पसिना हाले त्यसले गर्दा म हेर्न पनि सकेको छैन। सिगान पनि आउनु लाग्यो यहाँ सेक्रेको गर्छन् र अब आज चाहिँ हामी यही सुत्ने है। सामान लिएर छौँ हामी यही सुत्ने होला। म हाम्रो गाउँ देखाइदिन्छु कि हाम्रो नयाँ गाउँ म आँखा हेर्न सकेको छैन। यो हाम्रो नयाँ गाउँ हाम्रो माछा मन लाग्यो कि खन्न लाग्यो बिचराहरूलाई दसैँ नै लागेन खोनिरहेछन्। मेरो चाहिँ आँसु आएर मन लगाइसक्यो यहाँ भाइर आँसु त्यही पनि आँसु आइरहेको। हामी टिका लाउन टिका लाउनु लाग्छ। यहाँ हुनुहुन्छ राम्री मेकअप गरेर यता कपडा लाउनुहोस् भन्दा लाउँदै लाउनु नयाँले चाहिँ यहाँले चाहिँ ठिकै छ भने कपडा लगाउनु नि। कपडा नि लगाइ त यस्तै हेरेको बस्ने टिका लगाइदिने मान्छे लगाइसक्यो। हाम्रो पनि कस्तो राख्यो के राख्ने ढोकामा मात्रै लगाइदिए राखेन म के हो अलि चिनी हाल्यो भने चाहिँ चिनी त लिन भा बस्दैन के एउटा बस्छ के किन त्यति धेरै हाल्यो धेरै हाल्नु त बस्छ त बस्दैन के चिनी हाल्नुपर्छ अलिअलि लिनु न चिनी बस्छ अघि तै तास्यो नि त्यो ढिलो ढिलो भन्ने यस्तोमा यस्तो बोलेकोमा गाना राख्दिनुलाई कति धेरै लगाएर के छि 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 दाललाई त जमरा मात्र लगाइदिनुहुन्छ कि फुल त अहिले हामीले टिकटक बनाउने बेला भनेर गऱ्यौँ
अघि अहिले हामी तिनटाले टिकटक बनाउने भनेर पो ल्याम के फुल दादालाई फेरि मलाई दिन्छ यही धोक गर्छ रे के धोक गर्न त दिनु टिका लाने हतार परे खोइ त के दोकान दोकान हात कसै हो त्यो के टाउको त्यसरी नलाइदिने मम्मी घिनामन देखिन्छ मलाई त 2वटा मात्र लगाइदिनु मान्छेले चाँडा भएर चाँडा भएर त लाउँछन् र अनि मलाई त धेरै नलगाइदिनु 2 हातले नलगाइदिनु एउटा हातले लगाइदिनु एउटा दिन टिका लान्छ यस्तो ढुमढुम परेको मलाई न हाम्रो टिका र जमल टिका जुन देखिएकै छैन सेतो पिलिर सेतो भएर त्यसलाई त उपहार ल्याइदिनु सक्छौँ ल मलाई त राम्रो लगाइदिनु बाक्लो नलाइदिनु है चक्क लाछ भयो सबै गर्छ अहिले टुक्रो जाल्दै तँ साइज जस्तो टिका पनि खान्छन् र त्यो घिन लाग्ने क्या त के बोल्दैन हौ 1000 बनाए त 500 मात्र 3 लाख 1000 भनेको थिएँ गइल सपनामा दोकान है मम्मी खुट्टामा ल मलाई दोकान ल त्यो पनि ढोकर त नलबोले गर्न पर्छ तपाईँलाई लगाइदिने भयो पैसा माग्नु लाएर फेरि डोर देखाइदिनु तिम्रो नयाँ आफै बनाएको के बोल मम्मी फिर्ता दिने केही बोल के के बोल्ने कस्तो सुन्नु भयो यो बोलक त चुप्प आउने भएर हुन्छु हामी चाहिँ टिका लगाइसक्यौँ ल हामी चाहिँ टिका लगाइसक्यौँ मेरो यो खोर्सानी आयो काटेर ल्याउनु भएको हेलो अहिले चाहिँ हामी मेरो मोबाइल बिग्रेर साथी मेरो मोबाइल धानबारीमा खसेर कुलामा यहाँ मेरो चार्जर लगाउने बिग्रेर पानी पसेर ड्राई गर भनेर बल्ल बल्ल घाममा ततै चार्ज घटाइ यहाँ चार्ज लगाइ ब्लग गरिरहेको छु अहिले म पीडामा थिएँ अघिसम्म अहिले चाहिँ चिलमा छु किनभने अहिले चाहिँ मेरो बन्यो त्यसैले उहाँ चाहिँ के अरे मोबाइल चलायौँ आफ्नो टिकटक हेरिङ बनाएको टिकटक अहिले चाहिँ हामी यहाँ छिमेकीको घरमा छौँ है यहाँ ताल चलाएको छ फेरि यहाँ चार्ज गर्न आएको छु चार्ज गर्दै मोबाइल चलाउँदै वाइफाई चलाउँदै गाह्रो छ गाह्रो हाम्रो घरमा चाहिँ भर्खर केही नै भएन आज चाहिँ हामी के अरे राम्रो दिन भनेर आजको दिन चाहिँ बस्न आएको हाम्रो यहाँ चाहिँ अहिले केही पनि छैन लाइन पनि छैन केही भनेकै छैन सब यहाँको सहयोगले आएका थियौँ लास्टमा यहाँ नै टाप कसिदिनु भयो हामीलाई यहाँ दोधारमा पारिदिनु भयो वाउ मेरो चार्ज अहिलेलाई चाहिँ स्टप अब चाहिँ हामी अहिले माइततिर जाँदैछौँ अब कति बेला जाने हो 3 बज्यो यहाँ असम्म जाने यहाँ छलफल नै भएको छैन कति बेला जाने हो थाहै छैन मेरो हात गऱ्यो र मेरो हात गल्यो अब चाहिँ म राख्छु ल गाइस अहिलेलाई चाहिँ हामी हिँड्यौँ कहाँ हिँड्यौँ
कौड बोकेर चाहिँ हिँड्यौँ है हामी। अघि न म जहाँदेखि आएको थिएँ त्यहीँ जाँदैछौँ हामीहरू अहिलेलाई चाहिँ। रक्सिन घटी मगर चाहिँ गइसक्नु भयो अघि नै। कपडा लगाऊ भनेको नलगाइ त्यहाँ घिनान्तो जर्सी लाएर हिँडिरहेको। दसैँको दिन पनि जर्सी लाएर हिँड्छ को हिँड्छ। यता चाहिँ हाम्रो बजार ए झोरा भन्नु भएको थियो। हाम्रो घर उडेछ ल। कपाल उडाइदिएर सत्यनाश हुन लाग्यो। मैले बिहान जे लिएको थिएँ अहिले पनि त्यही लगेर जानु लाग्छु किनकि त्यस्तै मैले कपडा ल्याइदिएको थिएँ। रक्सिन घटी मगरको के गर्नु नलगाएर फेरि फिर्ता लगिदिँदैछु म। यहाँ त टिका लगाउन आइसकेछन् कति धेरै काठ लिएर। ओ त्यहाँ त के हल्दीको ड्रेस लगाएर आएन क्या। प्याले लगाइहाल्छ। के हो त्यहीँनिर नै टिका लाउनु लाग्यो नि क्या अड्डिँदै। गाइस अहिलेलाई चाहिँ राखौँ कि के हो। मेरो त हात पाटेर मन लाग्यो। खै गर त ल गरिदिउ त गरिदिउ न। हजुरलाई देखेको मेरो हात पाट्यो कि अब के गर्नु बाँध्ने परेन कति धेरै दिनका। आज भर्खर गरेको छु त्यही बिर्सेर हैरान म यता फर्कने कि उता फर्कने भनेर। यता भला कहिले यता पनि हुनसक्छ यता पनि हुनसक्छ। राम्रोसँग मिलाएर हेरिदिनु होला। मेरो हात गयो साँच्चै अहिले पुग्न लावेन। ब्लग गर्छौँ र गाइस अहिलेलाई चाहिँ म स्टप गर्छु किनकि मेरो हात पाट्यो। घाम लाग्यो घाम मेरो भला केही हो। घाम पानी परेको स्यालले बिहे गरेको। अलबार जानु त छुट्टै देखिया जर्सीबाट लाने। दसैँको दिन पनि को लान्छ यसले कपडा ल्याइदिने। अनि मामा घर पनि यस्तै जान्ला है। के बनाउने त नि हामी पोका पाकी बोकेर गइरहेको छौँ। हामी मामा घर पुग्न लागिसकेको छौँ। अन्त अलिक कालो देख्यौँ त घाम नलागेर। यो फुल कस्तो राम्रो छ यो घरमा। गार्डन टिका लाउनु जानु भनेको मान्छे नै रहन्छन्। मम्मीले 55 रुपियाँ मात्र दिनुभयो हामीलाई टिका लाएर। मलाई 1000 चाहिएको थियो तर मम्मीले 55 रुपियाँ मात्र दिनुभयो। त्यो पनि आफै लगिदिनु भएको पछि फेरि नभन्दै फिर्ता लग्दैन के गर्नु। यो चाहिँ भाउजूले पढाउने स्कुल। दादाले फेरि पोछा लाउने यस्तो। लु गाइस हामी चाहिँ ल घर माइत पुग्यौँ। अब सेकेन्ड मात्र बाँकी छ। हामी चाहिँ आइपुग्यौँ। कहाँ आइपुग्यौँ भन्दाखेरि माइत
उता फेरि जर्सी ल्याएर भइरहन्छ यता जर्सी ट्र्याक चाहिँ यहीमा टङ्गाको टङ्गै जाँदा त पनि बाल छैन। हेर अहिले चाहिँ हामी आइपुग्यौँ। अब देख्नुहुन्छ हामी हाम्रो मार्च आइमा मार्च म चाहिँ सुस्तरी बोल्ने चलन छ। यहाँ बाबा के पो यहाँ हुनुहुन्छ मम्मी के हो भित्र आउन र के हो अहिलेलाई चाहिँ स्टप गरौँ खाना। अहिलेलाई चाहिँ स्टप गरौँ। गाइस अहिले चाहिँ हाम्रो टिकाटा लाउँदैछ ल। पूर्व र पश्चिम कता हो के हो के भिडियोमा भिडियो हैन ब्लग हो। हालिदिनुलाई भिडियोलाई बस्नु कि के बस्नु त होला बस्नु न बस्यो त होला एरर गरौँ न कस्तो के नम्बर त छिर्नु त होला त्यसो गरौँ न तपाईले नि गराउनु बिल्ला हान्दिन्छु ओए दसैँको टिकट नै ऊ हो के दसैँको टिकट त बन्दिन कि मलाई सम्झिने भन्नु न सम्झिने सम्झिसु भयो अर्कोले भिडियो नहेरेर त माथि भिडियो भयो परेन फोन आएको सिक्न पर्छ पछि टिस्टन पनि अहिले हेरिराख्नु खै त बाबु उड्दैन डल्लो बनाइदिने हो पर्समा हाम्रो साइलेन्स वाला भडक हुँदैछ है छुन बन्दिन टाढा टाढाबाट भिडियोमा भयो गर्दैन बिल्लायो पावर होला नि अर्को अझको ब्यागमा पनि थियो नि लिएर आउनु न होइन
गाइस हामी चाहिँ लाग्यौँ है हामी चाहिँ यहाँदेखि निस्क्यौँ है हामी अहिले घर जाँदैछौँ बाई टिस्टान बाई बाबु बाई 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 गर्दैन बाई गर रोयो नरो है म भोलि आउँछु हस् नरो है नरो नाटो हेर्न नाटो बाई बाबु भोलि आउँछौँ बाई पक ठिक छ गाइस अहिले चाहिँ हामी घर जाँदैछौँ लाग्देको घरतिर लाग्देको के यो मोबाइल कसरी पकड्ने उल्टो पकड्ने भनिरहेछ अब देउराली यताउता पर्छ लाग्देको घरतिर टाढा त होइन नजिकै हो अघि न बाटो भर्खर अहिले भ्लग बनाउन आएँ किनभने चाहिँ मोबाइलमा चार्ज सकिएको थियो त्यही भएर चार्ज गर्नु परेन हे मम्मी घर भन्दैछ यता पनि अब यहाँ घरको काम सुरु भइसकेको छ मुखसुख धुनु छैन मुखसुख धुनु छैन यो 5 दिनसम्म राख्छु म 5 दिनसम्म राख्छु इला छ बिस्तारै दिनु होला अरे के त्यो पानी उम्रिआयो के कहाँदेखि पानी आएर उम्रियो होइन भित्रदेखि आएको पानी हो क्या त्यो घरबाट आएको पानी हो भित्रबाट आएको पानी हो क्या जापानकी केटीले उल्टी गरेको उल्टी गरिचे हामी चाहिँ अब रोड क्रस गर्दै हो सिमा खैराखेको त अनि कालै देखास हामी चाहिँ घर पनि आइसक्यौँ अब चाहिँ सुत्न लाग्यौँ है निन्दा लागिरह हामी चाहिँ अहिले यहाँ सुतिरहौँ यता सुतिरहौँ हामी माथि फेरि मम्मीहरू सिमरनहरू सुत्नु आएको भए हामी चाहिँ यहाँ किनभने आज एक रात कटाउनु छ यो घरमा त्यसैले आज हामी सुत्न लागेको है अब भोलि चाहिँ आफ्नो ठाउँमा अब यो घर निम्जिसकेपछि चाहिँ यही हुन्छ अहिलेलाई चाहिँ यही सुत्यौँ अहिलेलाई चाहिँ बाई बाई म चाहिँ सुत्छु होला अब निन्दा पनि लागिसक्यो रात पनि धेरै गइसक्यो अघि नै इन्ड गर्ने हुन्थ्यो भ्लग तर पनि रक्षेन्द्र घरतिर मगरले चाहिँ मोबाइल लाउनु भएको थियो मसँग मोबाइल छैन थियो त्यही भएर इन्ड गर्नु पाएन अहिले इन्ड गर्दैछु बाई बाई मेरो भ्लग चाहिँ छ्याउ नमानी हेरिदिनु होला अब भ्लग चाहिँ कस्तो भयो थाहा भएन हुनु त राम्रो भएको छैन त्यही भने बाई बाई हेरिदिनु होला सबैजनाले